नमस्कार, स्वागत छ कार्यक्रम खोज खबरमा। म पुष्कर खतिवडा। समाजमा भएका हरेक घटनामा हाम्रो नजर, जनताको सूचना पाउने अधिकारको सम्मान हाम्रो अभियान। त्यसैले समुन्नत र समृद्धशाली समाजको यात्रा खोज खबरको अन्तिम अभिष्ट अनि गन्तव्य हो। अबको ठ्याक्कै 6 दिनपछि नेपाल प्रहरीका आइजी चन्द्र कुबेर खापुङको जागिर अवधि सकिँदैछ। तर प्रहरीबाट रिटायर्ड हुनुअघि उनी सङ्कटमा परेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला आइजी बनेका खापुङ ओली सत्ताबाट हटेपछि बनेको नयाँ सरकारले बनाएको जेन्जी आन्दोलनको छानबिन आयोगको निगरानीमा परेका छन्। कुरा के हो भने आयोगले उनीसँग 2 दिने आन्दोलनका बेला को प्रहरी कहाँ खटिएका थिए भनेर विवरण मागेको थियो। तर प्रहरी हेडक्वार्टर र आइजीले के सोचे कुन्नी आन्दोलनमा जवानदेखि आइजीसम्म सबै खटिएका थियौँ भनेर व्यक्तिगत विवरण नदिई गोलमोटोल जवाब पठाए, जसबाट आयोग रिसायो र फेरि व्यक्तिगत विवरण माग्यो। तर यसपटक पनि आइजीले उपत्यका प्रहरीलाई देखाएर आफू पन्छिन खोजे, जसबाट रिसाएको आयोगले आइजीलाई स्पष्टीकरण सोधेको छ र बयान लिने पनि तयारीमा छ। जसका कारण खापुङ रिटायर हुनु 6 दिन अघि मात्रै रहँदा पनि तनावमा परेका छन्। यता ओली र लेखक पनि अहिले तनावमै छन्। जेलका रविलाई सिंहदरबार ल्याएर बयान लिँदा आन्दोलन हुँदा सत्तामै रहेका अनि घटनाका दोषी भनेर आरोप लागेका ओली र लेखकलाई आयोगले अहिलेसम्म बयान लिएको छैन, जसका कारण ऊ आलोचित बनेको छ। तर आयोगको स्रोत भने सुरुमा तल्लो तह हुँदै प्रहरीका अधिकृत अनि आइजिपीसम्म पुग्ने र त्यसपछि मात्रै तत्कालीन गृह सचिव मन्त्री हुँदै प्रधानमन्त्री ओलीसम्म पुग्ने बताउँछ। आखिर के छ त यसको वास्तविकता? अनि आइजीको पासपोर्ट पनि हुँदैछ त रोक्का? हेरौँ यो रिपोर्ट। आयोगले मागेको विवरण नदिँदा स्पष्टीकरण दिँदै प्रहरीका आइजी। आयोगले थाल्यो प्रहरीको बयान लिन, आइजी खापुङको पनि लिने। जेलका रविसँग बयान लिँदा ओली र लेखकको बयानमा आनाकानी। अबको 6 दिनपछि नेपाल प्रहरीका आइजी चन्द्र कुबेर खापुङ पदबाट रिटायर हुँदैछन्। तर रिटायर हुनुअघि उनले जेन्जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति छानबिन गर्न गठन भएको जाँचबुझ आयोगलाई स्पष्टीकरण बुझाउनु पर्ने भएको छ। भदौ 23 र 24 गते जेन्जी आन्दोलनमा खटिएका प्रहरीको विस्तृत विवरण दिन नमानेपछि आयोगले खापुङलाई स्पष्टीकरण सोधेको हो। जेन्जी आन्दोलनका 2 दिन फिल्डमा खटिएका प्रहरी को थिए भनेर आयोगले प्रहरीसँग विस्तृत विवरण मागेको थियो। तर आइजी खापुङले आयोगले पत्र पठाएरै मागेको विवरण पनि उपलब्ध गराएनन्। बरु जवानदेखि महानिरीक्षकसम्म सबै खटिएको भन्दै गोलमटोल जवाफ पठाए। तर थप विवरण पठाउन उपत्यका प्रहरी कार्यालय देखाएर पन्छिएपछि खापुङलाई स्पष्टीकरण सोध्न आयोग बाध्य बन्यो। खास गरी बयानमा बोलाउन आयोगले 23 गते बानेश्वर क्षेत्रमा खटिएका तथा 24 गते धेरै क्षति भएका क्षेत्रमा खटिएका प्रहरीको विवरण मागेको थियो। तर खापुङले त्यो विवरण पठाउन नमानेको स्रोतको दाबी छ। यस्तोमा अब भने आयोग फिल्डमा खटिएका प्रहरीका उच्च अधिकारी हुँदै आइजी सँगै बयान लिने तयारीमा छ। खास गरी 23 गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गर्नेमाथि केन्द्रित भएर आयोगले प्रहरीको आइजी सम्मको बयान लिँदैछ। केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला आइजी भएका खापुङ उनी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ नगरेर अनि नयाँ सरकारलाई साथ नदिएको आरोप शिरमा बोकेर कार्तिक 26 गते रिटायर हुँदैछन्। जम्मी 69 दिनका लागि आइजी बनेका खापुङ ओलीकै पालामा आइजी बनेकाले पनि होला त्यसपछि बदलिएको सरकारसँग उनी फिट हुन सकिरहेका छैनन्। यस्तोमा जेन्जी विद्रोहको जगमा बनेको नयाँ सरकारले बनाएको आयोग उनले नटेरेको आशंकाहरू भएका छन्। तथापि जेन्जी आन्दोलनका बेला फिल्डमा खटिएका प्रहरीहरूको बयान चाहिँ सुरु भएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहिबारदेखि फिल्डमा खटिएका प्रहरीहरूको बयान लिन सुरु गरेको हो। यसका लागि फिल्डमा इन्चार्जका रूपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण समेत आइसकेको आयोगले बताएको छ। भदौ 23 गते भएको जेन्जी आन्दोलनको पहिलो दिन सुरक्षाकर्मीको गोली लागेर 22 प्रदर्शनकारीको मृत्यु भएको थियो। यसैलाई आधार मानेर
भनेर आयोगले आन्दोलनमा किन दमन भयो भनेर बिहीबारबाट प्रहरी अधिकारीको बयान लिन थालेको हो। तर यो प्रकरणमा आयोगलाई आइजी सहित सिङ्गो प्रहरी संगठनले साथ नदिएको आरोप छ। आयोगले भदौ 23 र 24 गते उपत्यकामा खटिएका प्रहरी अधिकारीहरूको नाम पठाउन प्रहरी हेडक्वार्टरलाई पत्रचार गर्दा हेडक्वार्टरले प्रहरी जवानदेखि आइजीसम्म सबै फिल्डमै खटिएका थियौं भन्दै व्यक्ति नतोकी जवाफ पठाएको थियो। यस्तोमा दोस्रो पटक पनि आयोगले तागेदा गर्दा प्रहरी हेडक्वार्टरले कुनै प्रतिक्रिया नदिँदा आइजी खापुङले स्पष्टीकरण सामना गरेका हुन्। यस्तोमा आइजी पनि यो प्रकरणमा तानिएका छन्। आयोगले खापुङसँग समेत बयान लिने तयारी गरेको छ। आयोगका अनुसार तत्कालीन उपत्यकाका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्की, डीआइजी ओमबहादुर राणा, जिल्ला प्रहरी परिसर काठमाडौँका तत्कालीन प्रमुख एवं एसएसपी विश्व अधिकारी, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी रमेश बस्नेत, बानेश्वर वृत्तका प्रमुख एवं डीएसपी हरि खतिवडा, सिंहदरबार वृत्त लगायत अन्य वृत्तका प्रमुख र फिल्ड कमान्डरहरूसँग बयान लिने तयारी छ। काठमाडौँ उपत्यकामा खटिएका प्रहरी कर्मचारीको विवरण प्रहरी हेडक्वार्टरले समयमा नदिँदा आयोग रिसाएको छ। जेन्जी आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति बेहोरेको प्रहरीले घटनाको जाँचबुझ गर्न गठित आयोगलाई बेवास्ता गरेको भन्दै आयोग असन्तुष्ट बनेको हो। आइजीको सचिवालयले भदौ 23 गते विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीको विवरण दिन आनाकानी गरेपछि आयोगले प्रहरीका जिम्मेवार उच्च अधिकृतमाथि मानहानि मुद्दा लगाउने चेतावनी दिएको स्रोत बताउँछ। त्यसपछि मात्र सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई कर्मचारीको विवरण आयोगलाई बुझाउन तागेदा गरेको थियो। प्रहरी स्रोतका अनुसार आइतबार मुख्य कमान्डरका हकमा स्थान हद जारी गरेपछि प्रहरीले खटिएका अन्य कर्मचारीको विवरण नदिएको हो। आयोगलाई पठाएको पत्रमा जेन्जी आन्दोलनका बेला सिपाहीदेखि आइजीसम्मका सकल दर्जा फिल्डमा खटिएको जवाफ दिएको थियो। देशभर सबै प्रहरी कर्मी खटिएकाले एकातलाई भिक्टिम बनाउन नहुनेमा प्रहरी नेतृत्व चनाखो देखिन्छ। तर त्यसपछि सोमबार आयोगले 24 घण्टाभित्र नामावली बुझाउन अर्को चेतावनीयुक्त पत्रचार गरेको थियो र यो पत्र प्राप्त भएपछि आइजी सचिवालयले उपत्यका प्रहरी कार्यालयलाई खटिएका कर्मचारीको विवरण आयोगमा पेश गर्न आदेश दियो। यसरी प्रहरीले असहयोग गर्दा अब आयोगको ध्यान प्रहरीतिरै सोझिएको छ। खासमा प्रहरी आन्दोलनमा खटिएका कर्मचारीको नाम पठाउँदा सबैमाथि उस्तै कारबाही हुन्छ भन्ने भयमा छ। तर आदेश दिने कमान्डर र आदेश पालना गर्नेको हकमा उस्तै व्यवहार नहुने स्रोत बताउँछ। स्रोतको दाबी अनुसार भदौ 23 गतेको स्थिति नियन्त्रणमा लिन नसक्नुका दोषी को हुन् भन्ने कुराको अध्ययन आयोगले आफ्नै किसिमबाट गरिसकेको छ। 24 गते कार्यालय छाडेर हिँड्ने, 3 प्रहरी मारिने, हात हतियार लुटपाट हुने जस्ता घटनाका कारक कमान्डरको पहिचान पनि भएको स्रोत बताउँछ। यद्यपि कतिपय काम गर्नका निम्ति कानुनका विधि बमोजिम अगाडि बढ्नुपर्ने कारण प्रहरीसँग खटिएका कर्मचारी विवरण माग गरिएको हो। यसरी प्रहरी हेडक्वार्टरले आयोगप्रति गरेको व्यवहारपछि आइजी खापुङ पनि निगरानीमा छन्, जबकि उनी कार्तिक 26 गते अर्थात् अबको 6 दिनपछि रिटायर हुँदैछन् र त्यही रात उनको राहदानी रोक्काको औपचारिक सूचना जारी गर्ने आयोगको तयारी छ। यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुदराज थापाको राहदानी रोक्का पनि सेवानिवृत्त भएकै दिन गरिएको थियो। त्यसैले आयोगले बिहीबारबाटै आन्दोलनका 2 दिन फिल्डमा खटिएका प्रहरी कर्मचारीको बयान लिन थालेको छ। केवल प्रहरीसँग मात्र होइन, कारागारमा रहेका रवि लामिछानेसँग पनि आयोगले बयान लिएको छ। तर आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग अहिलेसम्म सोधपुछ भएको छैन। जबकि आयोगको मुख्य काम नै भदौ 23 र 24 गते जेन्जी आन्दोलनका क्रममा भएका दमनको छानबिन गर्नु हो अनि आन्दोलनमा भएको विध्वंसको छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाउनु पर्ने कार्यदेश पनि छ। तर ओली र लेखकलाई आयोगले बयानमा बोलाउन सकेको छैन। तर नक्कु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रवि रिहाई गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले रविलाई कारागारबाट सिंहदरबारमा झिकाएर बयान लिएको छ। भदौ 24 गते जेलबाट निस्किएर एकैछिन कारको छतमाथि टाउको निकालेर हात हल्लाउँदै हिँडेका रवि नक्कु जेलका जेलरले बयानमा बोलेपछि बयानमा तानिएका हुन्। रविलाई जेलबाट निकालेर लगेको 1.5 घण्टापछि मात्र आफूलाई कागजमा हस्ताक्षर गराएको बयान जेलरले दिएपछि रवि पनि बयानमा तानिए। तर आयोग समक्ष रविले जेलको सुरक्षामा समस्या भएपछि आफूलाई पत्र थमाएर पठाइएको भन्दै बयान दिएका छन्। अर्थात् रविले आफ्नो इच्छाले नभई जेलको सुरक्षामा समस्या भएपछि जेल प्रशासनले नै आग्रह गरेर आफूलाई निकालेको बयान दिएका छन्। आयोगले रविसँग 5.5 घण्टा बयान लिएको थियो। भदौ 24 गते सर्वत्र तोडफोड र आगजनीको घटना भएपछि रवि नक्कु जेलबाट निस्किएका थिए। आन्दोलनकारीहरू कारागारको गेटमा पुगेर नाराबाजी गरेपछि कारागार प्रशासनले उनलाई निकालेको थियो। रविलाई रिहाई गर्ने दृश्यमा देखिएको यो पत्रमा गृह सचिवको आदेश अनुसार निर्णय भएको उल्लेख छ। यस्तोमा यो पत्र सक्कली ठहरे रवि रिहाई प्रकरणमा गृह सचिव समेत अनुसन्धानमा तानिन सक्छन्। तर ओली र लेखकलाई आयोगले अहिलेसम्म छुन सकेको छैन। जेलका रविलाई बाहिर निकालेर बयान लिन सक्ने
राख्ने तर ओली र लेखकलाई बयानमा बोलाउन नसकेको भन्दै आयोगमाथि कतिले प्रश्न उठाएका छन्। विशेष गरी धेरैले आयोग भदौ 23 गते ओली सरकारले गरेको दमन र निहत्था विद्यार्थीको हत्यामा केन्द्रित नभई 24 गतेको घटनामा मात्रै केन्द्रित भएको त होइन भन्ने आशंका समेत गरेका छन्। त्यसमाथि प्रहरी कर्मचारी र जेलका रवि समेत बयानमा तानिदा त्यो बेला सत्तामा भएका ओली र लेखकको बयान नलिँदा आयोग आलोचित छ। तर आयोग स्रोत भने सुरुमै ओलीको बयान लिएपछि अन्तिममा गोली चलाउने प्रहरीको बयान लिनु असान्दर्भिक हुने तर्क गर्छ। सुरुमा फिल्डमा खटिएकाहरूको बयान हुन्छ र त्यसपछि उनीहरूलाई निर्देशन दिनेहरूलाई क्रमशः बोलाउँदै लगिन्छ र अन्त्यमा नीतिगत तहमा संलग्नहरूमाथि बयान हुनेछ स्रोतको दाबी छ। जे भए पनि अहिलेको अन्तरिम सरकारले जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन गर्न कुनै कसर बाँकी राख्नु हुँदैन। यति मात्र होइन, 76 जना मारिएको यो घटनाका दोषीलाई पनि कुनै उन्मुक्ति दिनु हुँदैन। खोज खबरका लागि पुष्कर खतिवडा, काठमाडौँ। हो, जेनजी आन्दोलनका बेला घटेका घटना केन्द्रित छानबिनमा रहेको आयोग सामु सन्किँदाखेरि आइजी चन्द्रकुबेर खापुङ तनावमा परेका हुन्। आयोगले मागेको विवरण दिन आइजीले आनाकानी गर्दा आयोग रिसाउनु अस्वाभाविक होइन। तर किन हो कुन्नी ओली सरकारको पालामा आइजी बनेका खापुङले आयोगलाई आन्दोलनमा खटिएका प्रहरीका विवरण दिन चाहेनन्, जसका कारण स्पष्टीकरण दिनु परेको छ। अनि आन्दोलन प्रकरणको बयानमा पनि तानिँदैछन्। यता जेलका रविसँग बयान लिँदा आन्दोलनमा दमन गरेको आरोप लागेका ओली र लेखकलाई चाहिँ बयान लिएको छैन, जसले विभिन्न संशयहरू उत्पन्न भएका छन्। तर उनीहरू पनि बयानमा तानिने स्रोतको दाबी छ, जसले उनीहरू पनि तनावमा परेका छन्। कार्यक्रममा एकैछिन ब्रेकपछि काठमाडौँमा खाली हुन थालेका कोठा र सटर सम्बन्धी अर्को प्रसङ्ग उजागर गर्नेछौँ। हेर्दै गर्नुहोला। ब्रेकपछि स्वागत छ कार्यक्रम हो खोज खबर। केही वर्ष अघिसम्म काठमाडौँमा खाली कोठा भेट्नु चान्चुने कुरा थिएन, तर आजकल जताततै कोठादेखि सटर खाली भेट्न सकिन्छ। भाडामा बस्ने कोठा होस् वा व्यापार व्यवसाय गर्ने सटर पाउनै मुस्किल हुने काठमाडौँमा आजकल सर्वत्र टुलेटका सूचनाहरू देख्न सकिन्छ। पछिल्लो समय बजार क्षेत्रमा व्यापारिक प्रयोजनका सटरदेखि गोदामसम्म भटाभट खाली भइरहेका छन्। यसको मुख्य कारण व्यापार नहुनु हो। अहिले काठमाडौँमा पहिलेको जस्तो व्यापार छैन। काठमाडौँका प्रमुख व्यापारिक केन्द्रहरू न्यू रोड, धर्मपथ, इन्द्रचोकदेखि दरबार मार्गसम्म अहिले चहल पहल र कारोबार हुन छाडेको छ। कुनै बेला यी स्थानका पसलमा पाइला हाल्ने ठाउँसम्म हुँदैन थिए, तर अहिले चाडबाडका बेलामा पनि यी स्थानका पसलहरू सुनसान छन्। यसरी व्यापार नहुँदा कतिपय व्यापारी पसल बेचेर विदेशिएका छन् भने कति पेसाबाट पलायन भएका छन्। जे जतिले आँट गरेर वा बाध्यताले पसल गरिरहेका छन् उनीहरूको पनि अहिले व्यापार सुकेको छ। आखिर के छ त यसको वास्तविकता, अनि किन सुक्यो त काठमाडौँको व्यापार? हेरौँ यो रिपोर्ट। सुस्ताउन थाले काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरू। बजार धान्ने उपभोक्ता गायब हुँदा धेरै सटरमा ताला। न्यू रोडदेखि दरबार मार्गसम्मकै व्यापारीको बिल्लीबाट। देशको राजधानी काठमाडौँ आजकल सुनसान बन्दै गएको छ। काठमाडौँका हरेक चोक र गल्ली गल्लीमा सटर खाली भएका छन्। पसल बन्द गरेर व्यापारीहरू पलायन हुन थालेपछि अहिले काठमाडौँको व्यापार पनि सुकेको छ। व्यापार गर्दा घर खर्च त के, सटर भाडा पनि तिर्न नसकेपछि व्यापारीहरू भटाभट सटर बन्द गरेर विदेशिने क्रम बढेको छ। जे जतिले आँट गरेर वा बाध्यताले पसल गरिरहेका छन् उनीहरूको पनि अहिले व्यापार सुकेको छ। केही वर्ष यता काठमाडौँका प्रमुख व्यापारिक केन्द्रहरू न्यू रोड, धर्मपथ, इन्द्रचोकदेखि दरबार मार्गसम्म निकै चहल पहल र कारोबार हुने गरेको थियो। अझ चाडबाडका समयमा यी स्थानका पसलमा पाइला हाल्ने ठाउँसम्म हुँदैन थियो। तर अहिले समय यसरी फेरिएको छ कि प्रमुख चाडबाडकै नजिकमा ती पसलहरू सुनसान बन्दै गएका छन्। अहिले त तपाईँको म्याक्सिमम कमै छ नि। तपाईँको जुन अब कहिले कोरोना कहिले भूकम्प गर्दाखेरि सबै व्यापार बिजनेस त सबै डामाडोलै छ नि। अब देखिहाल्नुभयो सुन पसलहरूको कस्ता छ हालत। अहिलेसम्म सबै बन्दै छ। हाम्रो पनि त्यही हो। बिहान खोल्यो
अब अहिलेसम्म यस्तै छ मान्छे आउला कुन बेला आउला भनेर हेरेर बस्नुपर्छ त्यति मात्र हो अहिले त व्यापार बिजनेस त तपाईँको डामाडोलै छ त्योभन्दा त केही छैन अब खर्च निकाल्ने भने त खर्च भने त के चिया खर्च पनि निस्किँदैन अहिले त व्यापारको बिजनेसको हिसाबले हेर्दाखेरि त यहाँ मात्र होइन कि सबै ठाउँमा त्यस्तै हो उनीहरूलाई त के छ र उनीहरूलाई आफ्नोलाई लागि गर्न ठिक छ नि अब त्यही हो बन्द हडताल उनीहरूलाई गर्न भइहाल्यो हामीलाई त के छ र यहाँ आयो पसल खोल्यो बस्यो बस तिनीहरूले गर्ने के छ र केही पनि गर्दैन भन्ने मात्रै हो सरकार केही कामै छैन नि सरकार होइन र त्यस्तै हो कि अहिले काठमाडौँका मुख्य व्यापारिक केन्द्रमै एकपछि अर्को गर्दै पसल बन्द हुने क्रम बढेको छ कतै सटरमा ताला छन् त कतै दिनभरि ग्राहक रुँगेर व्यापारी बस्छन् तर सोचे जस्तो व्यापार भने भएको छैन यो अवस्थाले व्यापारिक सङ्कट मात्र होइन गम्भीर आर्थिक चेतावनीले दस्तक दिएको छ त्यसमाथि व्यवसायहरू महँगो भाडा प्रशासनिक झन्झट घट्दो ग्राहक सङ्ख्या र आर्थिक अस्थिरताले निराश बन्न थालेका छन् अहिले त जहाँ चाहिँ पनि यस्तै आर्थिक मन्दी हो कि अब के थाहा भएन है एकदम मन्दी छ अहिले व्यापार सुस्त छ पहिलेभन्दा यो 2-4 वर्ष अगाडि त्योभन्दा अगाडि त अब राम्रै थियो अहिले त एकदमै अब खोइ हामी त के भयो कसो भयो भने त मैले त ठम्याउनै गाह्रो भएछ त्यो पहिले त यस्तो थिएन अहिले त एकदम मन्दी भयो अब यो हाम्रो मात्रै होइन जुनमा पनि यो आर्थिक कारोबारमा जम्मैमा त्यस्तै भए जस्तो लाग्छ काठमाडौँको मुटु मानिने न्यू रोड इन्द्रचोकदेखि दरबार मार्गसम्मका व्यापारिक केन्द्रहरूमा आजकल चहलपहल हराएको छ जहाँ पहिले दिनभरि भिडभाड र कारोबार हुन्थ्यो आजकल त्यही ठाउँ सुनसान देखिन थालेको छ जसले व्यवसायीहरूको अनुहारमा निराशा देखिन्छ यसो हुनुमा कोरोना महामारी पनि प्रमुख कारण रह्यो कोरोनाको प्रभावले थला परेको व्यापार अझै उठ्न सकेको छैन त्यसमाथि पछिल्लो समय उपभोक्ताको घट्दो क्रय शक्तिका कारणले पनि व्यापार हुन छाडेको व्यापारीहरू बताउँछन् पहिलाको स्थिति हेर्नु र अहिलेको अवस्था हेर्नुमा धेरै फरक छ पहिलाको अवस्था भनेपछि बिहान खोल्ने बित्तिकै हरेक कुरामा हुन्थ्यो अहिलेको अवस्था भनेको अहिले एकदम नाजुक अवस्था छ एकदमै अहिले व्यापार व्यवसायमा एकदमै अहिले नाजुक अवस्था छ अहिले व्यापार भनेको अहिले त्यति खासै केही पनि छैन अहिले पहिलाको हेरिकन अहिलेको सबै कुरामा महँगी हरेक कुरामा महँगी घरपट्टिहरू पनि त्यस्तै होइन सबै कुरामा महँगी भएर अहिलेको अवस्था एकदम नाजुक छ अहिले व्यापार गर्न लास्टै गाह्रो भइसक्यो अहिले त अहिले तपाईँको खर्च उठाउनुधरि पनि स्टाफ पाल्नु र खाजा खर्च उठाउनु पनि गाह्रो भइसक्यो अहिलेको अवस्था हेर्दाखेरि त पहिलाको अवस्था र अहिलेको अवस्थामा धेरै अन्तर छ अहिले सबै कुरामा अब सरकारले अब हेर्नु पर्यो होइन अब कसरी के गर्न सकिन्छ होइन अब यसलाई ट्याक्स कसरी मुक्त गर्न सकिन्छ ट्याक्स अलिकति कम गर्नु पर्यो कि हरेक कुरामा अब सबैभन्दा सहुलियत गरिदिनु पर्यो भाडा पनि महँगो हुँदै गयो होइन तपाईँको पहिलाभन्दा धेरै महँगो भयो फेरि व्यापार पनि घट्दो अवस्था छ यो हुनु कारणमा तपाईँको के भने एउटा मोटरसाइकलमा आजकल किन्नेहरू सबै मोटरसाइकलमा आउँछ गाडीमा आउँछ पार्किङको व्यवस्था छैन यहाँ हेर्नुहोस् एकछिन रोक्न साथै व्हिल एउटा बाटो पनि नाजुक छ हेर्नुहोस् तपाईँको पानी पर्ने बेलामा त यो बाटो हिँड्नै छोडिसक्यो मान्छेहरू केवल रवि र नवीन मात्र होइन काठमाडौँमै लामो समयदेखि व्यापार गर्दै आएका श्यामकृष्ण श्रेष्ठ पनि पहिलेको तुलनामा अहिले व्यापार ठप्प भएको बताउँछन् श्यामकृष्ण व्यापारको भविष्यबारे स्पष्ट सोच नभएको र ग्राहकको अभाव र आर्थिक अस्थिरताले गर्दा आफूहरू निराशा भएको बताउँछन् यसका साथै कच्चा सामानको मूल्य वृद्धि र ग्राहकको क्रय शक्तिले पनि व्यापारमा नराम्रो असर पारेको उनको तर्क छ पहिलाको रूपान्तरमा अहिले धेरै नै खस्किँदो छ अहिले व्यवसायहरू निरुत्साहित भइरहेछन् र पहिलाको जस्तै चाहिँ छैन अब पहिला भन्दाखेरि पसल खोल्न पाएको छैन बोनी सोनी हुन्थ्यो अहिले त बोनी हुन पनि गाह्रो छ अहिलेको कन्डिसन साह्रै नै गाह्रो छ र त्यही कारणले विदेशी पलायन हुने व्यवसायहरू पनि छन् र बजारबाट हराउने पनि धेरै छन् यसरी पहिलेको तुलनामा व्यापार हुन छाडेपछि आर्थिक सङ्कटमा परेका धेरै व्यवसायी कोही विदेश पलायन भए भने कतिले व्यापार छाडेर अन्य पेसा रोज्नु परेको छ जे जति बाँकी छन् उनीहरू पनि काठमाडौँमा गर्दै आएको व्यापार अन्य स्थानमा सार्ने वा विदेश पलायन गर्ने सोचमा छन् केही व्यवसायीहरू भने व्यापारिक जटिलताका कारण व्यापार गर्नु नै अब असम्भव जस्तो रहेको बताउन थालेका छन् अहिलेको व्यवस्थाको स्थिति नाजुकै छ अब यहाँ बन्द हडतालले गरेर अहिले व्यापार त एकदम मन्दै नै छ अब कस्टमरहरू सबै पलायन हुन थालिसक्यो व्यवसाय पनि पलायन हुँदैछन् बिस्तारै यहाँ नाजुकै अवस्था छ सर भाडा पनि महँगो कस्टमरै छैन कसरी काम गर्ने सरकारले अब अप्सन दिन पर्यो छुट दिन पर्यो वातावरण बनाइदिन पर्यो व्यवसाय गर्नेहरूलाई केही छैन आधार पार्किङ त एउटा छैन सर पार्किङ नभएर यहाँ बिजनेस घट्या छ सर एक नम्बरमा धेरै कुराको समस्या छ काठमाडौँमा अहिले घर भाडादेखि लिएर तपाईँको अब पार्किङदेखि लिएर कस्टमर नआउने जस्तो भइसक्यो यो भेडासिङ त सुनसानै भइसक्यो सर बिस्तार अब सरकारले के नीति ल्याउनु पर्यो मेरो विचारमा यो सेवा शुल्क बढाएको 13% भ्याट 2% यो के कर बढाएको भएर यो बन्द भएको हो
अब यिनीहरूले यो हटाउनु खोजिरहेछ, यो घटाउन पर्यो भनेछ। अब खै सरकारले घटाउँछ घटाउँदैन केही थाहा छैन। यसरी केही समय यता व्यापार हुन छाडेपछि विदेशी नै व्यापारीको संख्या बढ्दो छ। बजारमा पैसा नहुनु, ब्याङ्कले ऋण नदिनु, काठमाडौँ महानगरपालिकाले अस्थायी टहरो निर्माणमा कडाई गर्नु लगायत धेरै कारणले काठमाडौँको व्यापार छाडेर जानेको संख्या बढेको छ। पहिले भन्दा आधाले व्यापार घटेपछि थलिएका व्यापारी अहिले सटर भाडा तिर्न नसक्ने भएपछि व्यापार छाड्नु परेको गुनासो गर्छन्। अहिले विशेष गरी काठमाडौँको प्रमुख फेन्सी पसलहरू व्यापारिक सङ्कटको सामना गरिरहेका छन्। एकपछि अर्को पसल बन्द हुँदै जानु, व्यवसायीहरूको पलायन र घट्दो ग्राहक सङ्ख्याले व्यापारलाई निरन्तरता दिन खोज्नेको मनमा पनि त्रास पैदा गरेको छ। त्यसमाथि चर्को सटर भाडा, प्रशासनिक जटिलता र आर्थिक सङ्कटका कारण फेन्सी बजार अस्तव्यस्त बनेको छ। यही कारणले विगतमा अत्याधिक भिड लाग्ने तथा व्यापारिक गतिविधि उच्च हुने ठाउँहरू आजकल सुनसान बनेका छन्। घट्दो ग्राहक सङ्ख्या, महँगो कच्चा पदार्थ र व्यापारको प्रतिस्पर्धाले धेरै व्यापारीहरू अहिले नमजाले थलिएको धेरैको बुझाइ छ। पहिलेको भन्दा धेरै आजभन्दा कम छ, त्यति व्यापार छैन। अहिले एउटा अफिसियल पनि भयो, एउटा महँगी पनि भयो, अरू त्यही भएर व्यापार छैन अहिले पहिलेको भयो जस्तै। पहिला अब अलि रिजनेबल प्राइस पनि हुन्छ, अब महँगी पनि त्यति छैन। अलि राम्रो थियो पहिला, अहिले त धेरै काटेको छ मान्छेहरू। त्यही भएर त मान्छेहरू पसल छाडेर बालै महँगो छ, अनि कसरी बस्दैन अहिले। त्यही भएर अनि अहिले मान्छेहरू व्यापार धेरै घटेको छ। यो त महँगी भयो, अर्को चाहिँ नि यो सटर भाडा महँगो भएर मान्छेहरू त्यति बस्दैन। अनि यो त चाहिँ नि मान्छेहरू त्यही त भने सामान पनि पहिलाको जस्तै भने जस्तै यो त बजारमा पनि पाउँदैन, पाए पनि त्यही त भने महँगो भएर रिजनेबल प्राइसले पाउँदैन। अनि त्यही भएर मान्छेहरू यो पसल त्यति व्यापार गर्न सक्दैन पहिला जस्तै। कम भए पो मान्छेले व्यापार गर्न सक्छ, अब धेरै झन् महँगो हुन्छ, अनि के गर्ने त। अनि त्यही भएर मान्छे किन्दैन त्यति। व्यापारै नभएपछि पसल राखेर मात्रै के गर्ने, अनि पसलले छाडेर भाग्छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले यो अवस्था आउनुमा निजी क्षेत्रमा विश्वासको वातावरण कमजोर हुँदै जानु, उपभोग क्षमतामा गिरावट, ब्याङ्कहरूको उच्च ब्याज दर, आयात आपूर्तिमा देखिएको असहजता र सरकारी प्रशासनिक जटिलता प्रमुख कारण रहेको बताउँछ। महासंघले व्यापारिक सङ्कट समाधानका लागि सरकारसँग बारम्बार संवाद र सिफारिस गर्दै आएको बताएको छ। काठमाडौँको व्यापारमा देखिएको सङ्कट केवल व्यापारीको मात्र नभई हजारौं कामदारको भविष्यमा पनि सङ्कटको रूपमा देखा परेको छ। तसर्थ अहिलेको सङ्कटको समाधानका लागि सरकार र स्थानीय प्रशासनले पनि सोच्न आवश्यक छ। खोज खबरका लागि क्यामेरामा सजन चापागाईका साथमा गोरख रावतको रिपोर्ट। हो, कुनै समय ग्राहकको चापले खाजा खाने समेत फुर्सद नपाउने काठमाडौँका व्यापारीहरू आजकल दिनभरि ग्राहक रुँगेर बस्न बाध्य छन्। व्यापार हुन छाडेपछि अधिकांश व्यापारी पसल बेचेर विदेश पलायन हुने क्रम बढेको छ, अनि कतिले त व्यापार छाडेर अर्को पेसा रोज्नु परेको छ। यही कारणले काठमाडौँमा आजकल जताततै सटर खाली भएका छन्। व्यापारबाट घर खर्च मात्र नभई सटरको भाडा समेत तिर्न नसकेपछि व्यापारीहरू थलिएका छन्। तसर्थ राज्यको तिनै तहको सरकारले यसमा चासो दिन आवश्यक छ, अन्यथा यो अवस्थाले व्यापारिक सङ्कट मात्र होइन, गम्भीर आर्थिक चेतावनी आउने दस्तक दिएको छ। हवस् त, आजलाई कार्यक्रम खोज खबर यति नै। कार्यक्रम खोज खबरका विषयमा कुनै प्रतिक्रिया छन् भने हामीलाई खोजखबर@सगरमाथा.tv मा इमेल गर्न सक्नुहुन्छ, अथवा फोन नम्बर 0157 60 74 मा फोन पनि गर्न सक्नुहुन्छ। लुकेका र लुकाइएका खबर निरन्तर जारी छ। समाचारको शिखर, नेपालको गौरव, नेपालको पहिलो न्युज च्यानल, तपाईँको तेस्रो आँखा सगरमाथा टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।